भन्न सक्दिन किन तिमीलाई माया गर्छु
आनन्द कार्कीको आवाजबाट अर्को दुश्मन छ धेरै दुश्मन हेरेको धेरै 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 मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको धेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको धेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको धेरै दुश्मन हेरेको
हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाटो सुरु भयो सानो मोडैमा आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाटो सुरु भयो सानो मोडैमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा नयानीले मनमा मोहानी लायो रातको निदरी दिनमा होसे उडायो परेलीमा लुकाएर राखिदेऊला सपनीमा आए तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुनै किरी भने तिमी नाचिदिनु झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा भमरा चाहिँ म गुनगुनाउँछु तिमी फुल बनी रमाउनु तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखाले मन पापी पुतुकै भएमा कहिले आउँछौ माया तिम्रो घरको बर्दलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् साह्रै नि मलाई उसको एक झलक मुस्कानै अलग उफ मार्यो नि मायाले चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सन जब केश बतास
लैजान्छु माया जारहर छ सवारीमा कुर्दैछु तिमलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला उसको एक झलक मुस्कान अलग उफ मार्यो नि मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफ मार्यो नि मायाले खेल्छन् सँगसँग जब के शुभ तासुमा आउने त्यो बासनाले मेरो झन् 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 पग्लिन्छ यो मन उफ मार्यो नि मायाले लैजाऊ है लैजाऊ माया अहिले नै जवानीमा कहाँ कहाँ डुलाउँछौ मन ओ मैयाऊ कि मैयाऊ माया रात रात सारीमा कहाँ कहाँ बोलाउँछौ भन
मिला के आजा उतारे मुंडी बना के सोचा थोड़ा रात घुमा के आगे जैसा चश्मा लगा के तो नकले लगी मिला के आजा उतारे मुंडी बना के आजा रचने का आजा मिसका चल आजा रचने का आजा मिसका चल
I remind you, in front of the station, Germany, make some noise for Germany team! उहाँहरू जर्मनीबाट आउनुभएको छ है, उहाँहरू सबैले एकचोटि ताली बजाउनु त उहाँहरूको लागि प्लिज। थ्याङ्क यू सो मच हजुरहरू त्यत्रो टाढाबाट आइदिनु भयो हाम्रो जुमाकुलाईलाई आशीर्वाद दिनको लागि। अझै थपेर यहाँ अगाडि आउनु भएको छ जर्मनी टिमै हुन्छ उहाँहरूलाई साथ दिन आशीर्वाद दिन आउनुभएको छ। Make some noise for UK team! UK टिमबाट आउनुभएको छ। ए ल बाँकी आदि गइसक्नु भएको छ रहेछ ल ल उहाँहरूको लागि भने एकचोटि जोरदार ताली for UK team! Thank you हजुर, thank you so much. Make some noise for Australia team! अस्ट्रेलियाबाट हाम्रो रिलेटिभ्सहरू आउनु भएको छ। हाम्रो बेलादीलाई उयो गर्ने यो उहाँहरूको भाषामा भन्नुभयो हामीले केही बुझेनौँ है। सो अस्ट्रेलियाबाट आउनु त धेरै ठुलो कुरो हो नि त होइन, हामीले त एप्रिसिएट गर्नुपर्छ। एक्चुअली 21 घन्टाको फ्लाइट हो, 21 घन्टाको फ्लाइट। मैले 2 शब्द बोलिदिनलाई रिक्वेस्ट गरेँ उहाँहरूलाई त ल बेलादीलाई के भन्न चाहन्छ भनिदिनुहोस्। अस्ट्रेलियाबाट होइन प्रतिभाको लागि हामी जुनसुकै देशको संसारको We love you, Pratibha Didi! And we love Durga Vinazu as well. यसबाट थाहा हुन्छ दुईजना बुढीहरू मात्र डेन्जर छन्, बुढाहरू सोझो छन् र स्पेसल यो बहिनी चाहिँ मैले आज आई डोन्ट नो 20 वर्ष पछि भेटाए हो है। ल दुईजनालाई मैले आज 20 वर्षको भेटाए हो। उनीहरू मेरो स्कुलमा पढ्थे है, स्कुलमा पढ्थे उनीहरूको नखाऊ न मेरो स्कुलमा पढाइ भाइ बहिनीहरू एन्ड आइ एम भेरी ह्याप्पी टु सी यु गाइज। Green house थियो, म रेड हाउस थिएँ। थ्याङ्क यू गाइज। ल यति भन्दै मेक सम नोइज फर अस्ट्रेलियन टिम। ल अब केही यत्रो गफ दिँदा नि केही आएन के हो नर्वेबाट को हुनुहुन्छ ए धेरै नर्वेबाट हुनुहुन्छ धेरै नर्वेबाट हुँदैछ दुलैपाटी हो को फाइट दुलैपाटी ल दुलैपाटी हरा गर्दै एकछिन प्लिज I request you both, please come down. Make some noise for the king. Finally, हाम्रो king आएको छ। Merci beaucoup. Hey, Ramata Baza, Baza.
आजको यो इभेन्ट यतिको हुनुमा उहाँहरूको एकदमै ठुलो हात छ है, सायद सबभन्दा ठुलो हात छ। थ्याङ्क यू फर करेक्टिङ मी। म उहाँहरूलाई 2 शब्द बोलिन अनुरोध गर्दछु हाम्रो दुला दुलहीको लागि है ल। म जेठोबाट सुरु गरेँ। नमस्ते एभ्रीबडी, नमस्ते। सबैभन्दा पहिला है धेरै धेरै धन्यवाद साथी परिवार जो पनि बाहिरबाट आउनुभयो, यही देशबाट यही देशमा हुने साथीहरू पनि आफ्नो समयलाई हाम्रो लागि आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरू आइदिनु नै हाम्रो कार्यक्रम यति रमाइलो भयो। आफ्टर द्याट हाम्रो भान्जी है, हाम्रो लागि छोरी नै हो, छोरीको बिहे आज हामीले गऱ्यौँ है, त्यो हाम्रो लागि धेरै धेरै खुसीको कुरा हो। We wish you all the life happiness you both. Thank you very much. Hello. नमस्कार। सबैभन्दा ठुलो आफ्नो अमूल्य समय दिएर प्यारा भान्जा भान्जीलाई आशीर्वाद दिन आउनु हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। मेरो बिग कङ्ग्रेचुलेसन। हेलो बिग कङ्ग्रेचुलेसन डियर भान्जी नानी एन्ड ज्वाइँ साहब। हजुरहरूको वैवाहिक जीवन अझै धेरै धेरै प्रगाढ, अझै धेरै ममतामयी र सधैँ सदा सर्वदा उच्च नै रहिरहोस्। हस् त, धन्यवाद। एक शब्द जोड्न चाहे, यो मामला अझ मिठो बनाइदिने खानाको हिसाबले दिनेश भाइ अनि हाम्रो इनास टिम, खास गरी आवास एकदम खुसी छ। यो मामला तपाईँदेखिमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। थ्याङ्क यू। हाम्रो सुमन भाइ झन्डै सुमनजी आउनुहोस्। बिचरा उहाँले यति राम्रो फोटो एक्चुअली सुमनजीको लागि ताली बजाउनु सबैलाई। थ्याङ्क यू। म रिक्वेस्ट गर्न चाहन्छु हाम्रो नर्वेबाट आउनु भएको जोइ साहब, मैले पनि जोइ साहब नै भने है, मैले अघि नर्वेको मान्छेहरू छुट्याएको छु, त्यसको लागि माफी चाहन्छु जोइ साहब। नर्वेको टिम के कता छन् रे? हल्ला गरिदिनुहोस् त एकचोटि। दुलापानी पनि गरेको थ्याङ्क यू सो मच। अब उहाँहरूलाई पनि म केही 2 शब्द राखिदिन अनुरोध गर्दछु। दुलाबाट सुरु गर्छु, त्यसपछि दुला गर्छु है त, प्लिज। हामीहरूलाई आशीर्वाद दिन पाल्नुभएका आदरणीय अतिथिहरू देश विदेशबाट यहाँहरूको आशीर्वाद लागिरहोस्। धन्यवाद, शुभकामना। मेरो नर्वेबाट आउनुभएको साथीहरू, फ्रान्सको परिवारहरू सबैजनालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। अस्ट्रेलियाको यतिको सानी कागज के चाहियो त है ल। दुलहीज्यू प्लिज 2 वर्ड्स एकै बोली। नमस्ते सबैजनालाई। हाम्रो दिनको स्वीकार गरेर यहाँसम्म आइदिनु भएकोमा धेरै धेरै खुसी छौँ। म पर्सनली चाहिँ अनि नर्वेबाट हाम्रो निम्तो स्वीकार गरेर यहाँसम्म आइदिनु भयो जति गाजा लिएर, त्यसको लागि धेरै धेरै धन्यवाद। र सबैजना रमाउनु भयो, रमाइदिनु भयो, साथसाथै हामी पनि रमायौँ, त्यसको लागि पनि धेरै especially thanks to my mamas, my 2 dear mamas.
again, Chitan Bharti. Thank you again, thank you again. Thank you so much. ल अब भाषण दिएको बत्ती निभाउँछ गीत गाइन्छ है त अब गीत गाइन्छ Let's get to the dance floor everyone and a big round of applause for our newlywed couple Pratibha and Durva. Thank you so much. Make some noise for our newlywed couple, Pratibha and Durva. एकैछिन हाम्रो नर्वे टिमबाट एकजनाले बोल्न खोज्नु भएको छ अरे मलाई भर्खर खबर आयो कृष्णजी प्लिज यता आइदिनुहोस् त स्टेजमा कृष्णजी हामी कतिजना 17 जना है 22 नर्वेबाट चाहिँ हामी हाम्रो एकदम स्पेशल म धेरै समय लिँदा है भाषण गर्न आउने होइन हाम्रो एकदमै स्पेशल अनि यहाँ आउनुभएका हाम्रा जति पनि छन् उहाँका एकदमै साथी भनौँ या मित्र भनौँ या भाइ भनौँ या उहाँको परिवारलाई रिप्रेजेन्टेटिभ गरेर आएको भनौँ या होइन हामी उहाँबाट आयौँ यहाँहरूको यो माया वेलकम होइन सबैलाई हामीले चाहिँ हृदयदेखि नै एकदमै नमन गर्न चाहन्छौँ र नर्वेजियनले यसलाई चाहिँ ट्युसन एक्टली थक भनिन्छ अनि उहाँ चाहिँ हाम्रो यहाँ जति पनि उपस्थित हुनुभएको छ उहाँको प्रोफेसरहरू आउनु भएको थियो उहाँहरू चाहिँ अलरेडी त्यो थाक्नु भएको भएर उहाँको सुत्ने समय भएर उहाँहरू गइसक्नु भयो
तर हामी जति पनि छौँ हामी सबैको युनिभर्सल दाजु हो है। अब हाम्रो दाजु भइसकेपछि उता हुनुहुन्छ हाम्रो भाउजू होइन। अनि भाउजूलाई एकदमै हाम्रो हृदयदेखि नै छाती खोलेर नर्वेमा स्वागत छ। तर यहाँ पेरिसको जस्तो गर्मी चाहिँ छैन है। अब त्यो डिग्री चाहिँ ठ्याक्कै उल्टायो भने ठ्याक्कै त्यहाँ भेटिन्छ। त्यही भएर अब अरू त के भनौँ, अब हाम्रो ध्रुव दाजुलाई पनि यहाँबाट हाम्रो तर्फबाट हामी सबैको तर्फबाट एकदमै धेरै धन्यवाद यो अरेन्ज गरिदिनु भएकोमा। अनि हामी यो स्पेसल मोमेन्ट यहाँ आएर यसरी इन्जोय गर्न पाएकोमा। किन भन्दाखेरि उहाँको बिहे भने पछाडि हामी सबैजनाले चाहिँ अन द स्पोट टिकट काटेर चाहिँ उहाँको लागि रेडी भएको हो कि हामी। अनि त्यो भएर चाहिँ हामी एकदमै हृदयदेखि नै एकदमै उहाँको लागि दौड गरेँ है त। ओके नर्वे टिम म हिप हिप भन्छु, हुर्रा फर ध्रुव। हिप 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 हिप। वेलकम टु नर्वे भाउजू। How sweet. Thank you so much, Norway team. हाम्रो प्रतिभाले धेरै नै लकी हुन्छ। हजुरले राख्नुहुन्छ म पनि नर्वेबाट टिम। म चाहिँ ध्रुव दाइको चाहिँ सबैभन्दा पछिल्लो भेट भएको चाहिँ भएको। ध्रुव दाइले मलाई चाहिँ इज नट ओन्ली दाइ फर मी, इज मोर देन अ मेन्टर होइन। अनि उहाँले चाहिँ मलाई एयरपोर्टबाट मैले चाहिँ पिएचडी पाउँदाखेरि मलाई चाहिँ कुन नम्बर्समा जाएको थिएँ, कहाँ जाँदै थिएँ, के हुँदै थियो मेरो भविष्य भन्ने थाहा थिएन। तर ही वाज द म्यान टु रिसिभ मी इन द एयरपोर्ट, इन्क्लुडिङ एभ्रिथिङ द्याट आई वाज टु बी अप्लाइड। मलाई चाहिँ प्लेन टिकट दिने, मेरो चाहिँ युडिआईको फर्म भरिदिनेदेखि लिएर गएर मेरो चाहिँ होस्टेलको फी 3 महिनासम्म तिर्दिने सबै थुक चाहिँ दाइले गरिदिनु भएको थियो होइन। त्यो भनेको चाहिँ मेरो घरबाट मलाई चाहिँ फोन गर्दाखेरि चाहिँ ध्रुव दाइ थिएको छैन त्यहाँ, त्यो हिसाबमा हुन्थ्यो होइन। तपाईँहरूले चाहिँ विश्वास कतिको गर्नुहुन्छ थाहा भएन मलाई होइन। तर चाहिँ हाम्रो नर्वे टिमको चाहिँ हाम्रो चाहिँ एउटा नर्वेमा चाहिँ एउटा के फेमस छ भन्दाखेरि सबैको दाइ ध्रुव दाइ ठिक छ होइन। भाउजूलाई चाहिँ नर्वेमा के भइसकेको छ, छोटो समय आएको मान्छे धेरै समय आएको मान्छे जो भए पनि तपाईँलाई स्वागत गर्नलाई चाहिँ ध्रुवदाई लागि र तपाईँलाई स्वागत गर्नलाई चाहिँ हामी जतिखेर जहाँ पनि रेडी हुन्छ। तपाईँलाई नर्वेमा फेरि पनि स्वागत। Thank you so much for your kind words. Thank you so much. Pratibha is indeed lucky to have यस्तो राम्रो family in Norway. We wish her all the best. Now it's time for the
झुके
Come